हेलो दर्शन नमस्ते नमस्कार सबैजनालाई। म चाहिँ एउटा चिज देखाउँदैछु तपाईँहरूलाई। यो चिज चाहिँ हाम्रोतिर पनि हुन्छ है। यो चाहिँ ढुङ्गा हो, तर कालो ढुङ्गा भन्थे है। यहाँ पनि रहेछ, तर हाम्रोतिर चाहिँ यसलाई एउटा मेडिसिनको रूपमा पनि प्रयोग गर्थे कि पहिले। जुन हामी सानो हुँदाखेरि चाहिँ कतै खुट्टा दुख्यो केही भयो भने चाहिँ यो पुरै ढुङ्गामा घोटेर यसको पानी लगाउँथे है। मैले जहाँसम्म हल्का चेत पाएको अनुसार चाहिँ त्यस्तो गर्थे। तर फेरि सन्चो भयो पनि भन्थे। खास यो ढुङ्गामा के थियो होला, कसरी सन्चो भयो होला, अब सेम त भन्न सकिन्न, तर हेर्दा कालो नै छ, त्यस्तै जस्तो लाग्छ। तर अलि सानै उमेरमा भएको कारणले गर्दाखेरि चाहिँ कस्तो अलिअलि झलाङ झिलिङ जस्तो लाग्छ। तर ढुङ्गा चाहिँ यस्तै हुन्थ्यो। तर अझै पनि हाम्रो गाउँघरतिर चाहिँ यो ढुङ्गा सायद छ होला। प्राय गाउँघरतिरका मान्छेहरूको घरमा चाहिँ छ होला जस्तो लाग्छ है मलाई। हाम्रो घरमा पनि एउटा थियो पहिले। ल हेर्नुहोस् है, तपाईँहरूतिर छ कि छैन, तपाईँहरूतिर पनि छ भने यसो जानकारी गराउनु होला। यो त्यो बेलामा प्राथमिक उपचार योबाट पनि हुन्थ्यो, एउटा मेडिसिनको रूपमा लिन्थे। तपाईँहरूतिर लिन्थे कि लिन्न, त्यसो जानकारी गराउनु होला है त।